हेलो नमस्ते हजुरलाई स्वागत छ मेरो दाइया किप्साकी मगर ब्लगमा। हजुर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ धेरै पछि भिडियो बनाउँदैछु होइन, अब खास भ्याउँदिनँ पनि, त्यही भएर भिडियो पनि बनाउँदिनँ। आज चाहिँ म मन्दिर जाँदैछु। आज चाहिँ किनकि मेरो बर्थडे हो, त्यही भएर आज चाहिँ म यहाँ नजिकै मन्दिर छ, अनि मन्दिरमा पूजा गरेर आएर गीत काम गर्नुपर्छ। हेर्दै गर्नु होला। आज ठुलो दाइ र म मन्दिर जाँदैछु। म त पनि जान्थ्यो, ऊ बिराम भएको छ, त्यही भएर ऊ एक्लै नजानु भनेर अनि म र दाइ जानु लागेको। सक्नुहुनेछ म एक्लै जाँदैछु। अनि त्यहाँ पर ठुलो दाइ बस्नु भएको छ, आइसक्नु भयो होला। म त्यहाँ बस्छु भन्दै हुनुहुन्थ्यो, अनि नदेखि मन्दिर जाने भनेर म हिँडेको थियो। त बिराम भएर त्यो सुतिरहेको छ, म चाहिँ जसरी पनि जान्छु, हेर्दै गर्नु होला। सक्नुहुनेछ ठुलो दाइ, आज कति दिनमा हाम्रो भेट भयो। सक्नुहुनेछ आइपुग्नु लागिसक्यौँ हाम्रो ठुलो दाइ। यता ठुलो दाइसँग चाहिँ भेट भएको छ, हामी हेर्न सक्नुहुने हो। हामी चाहिँ यहीँबाट भित्र जान्छौँ मैले मन्दिर। यहाँ जेनिस भाइ पनि आउँदै आएर, त्यही भएर पर्खेको हामी। हाम्रो ठुलो दाइ यहाँ हुनुहुन्छ। ठुलो दाइलाई भेट्नु पनि एउटा वर्षै कुर्नु पर्यो। भाइलाई कुर्दा भाइ पनि आउँदैन, हेर्न सक्नुहुनेछ। ठुलो दाइ र म पर्खिरहेको। मेरो छुट्टी सकिनु लागिसक्यो, 10 बजीभित्र त्यहाँ पुग्नुपर्छ नि। भाइ छिटो आइदेऊ तिमी भनेर म भन्छु। अहिले आइसकेपछि हेर्दै यसलाई मैले कुरेको कति घन्टा भइसक्यो। मन्दिर हो, मेरो 2जना डनहरू आइसक्यो। हामीले किनेको यतिर मान्छे धेरै लाइन देखा, अब लाइन बस्नुपर्छ अरे। हामी हेर्न सक्नुहुनेछ होइन। यहाँ चाहिँ यस्तो छ, हामीले किन्नु सक्यौँ। लाइन बस्दा अब लाइन बस्दा यत्रो छ, धेरै लाइन के छ हेर्नु। यहाँ गुराँसको फुल पनि रहेछ, सक्नुहुनेछ। लगत जुराउने कुरा गर्दैछ, लगत जुराउने कुरा गर्दैछ। यहाँ बसेको 20 मिनटभन्दा धेर भइसक्यो। पाले आउँदै दुलीको हाँस्नु मलाई मार्छ आज भनेर हेर्न सक्नुहुनेछ। हाम्रो ठुलो दाइ अब भाउजू लिएर आउँछ अरे यो मन्दिर फेरि अर्को मिल्छ होला। अर्को पनि हो। कल आइसक्यो अब चाहिँ। हामी अब चाहिँ म होचो भएर दाइहरूलाई देखाउनु मलाई देख्दैन। गाह्रो छ हौ मलाई। हे भगवान्, मलाई पनि अग्लो बनाइदेऊ न क्या। गाह्रो छ हौ मलाई। हे भगवान्, मलाई पनि अग्लो बनाइदेऊ न क्या। सक्नुहुनेछ मन्दिर। 1 घन्टा हुनु लागिसक्यो होला लाइन बसेको। हेर्न सक्नुहुनेछ मैले मकै किन्दैछ। हेर्न सक्नुहुनेछ ठुलो दाइको पालो आएको छ। यो रातभरि केटीसँग बोल्दो रहेछ हेर्नु त, त्यहाँ अनुहार बिगारेर आएको छ। आज गाह्रो छ होइन गरेर निस्किसक्यौँ। अब हामी उता जानुपर्ने हुन्छ। मेरो मोबाइल पनि फुटेर झन्डै लडेन। एउटा टिकटक बनाउँछु भनेको झन्डै फुटेन मेरो मोबाइल। यहाँ सब भाइ मेरो भाइ हामी के भन्नु चाहन्छ? आज के माग्नु भयो मन्दिरमा जुको लागि? केही न केही त माग्यो। हामी निस्किसक्यौँ। अब हामी यहाँबाट जानुपर्ने
खाजा खानु त्यसपछि खाना चाउमिन अब चाहिँ जानुपर्ने हुन्छ। हेलो हामी चाहिँ अब रुम पुग्नु लाग्दैछौँ गाडी भाडा झरेर। आज चाहिँ अब भिडियो त त्यस्तै हो, अब गएर काम गर्नुपर्ने हुन्छ। आजको भिडियो चाहिँ जस्तो छ सबैजनाले हेरेर साथ सपोर्ट र माया गरिदिनु होला। हाम्रो अब दाजुहरू फेरि गर्लफ्रेन्ड लिएर घुम्नु जान्छ अरे है। अब गर्लफ्रेन्ड लिएर घुम्नु जान्छ अरे दाजुहरू भन्दै हुनुहुन्छ। हेर्नु सक्नुहुनेछ गर्लफ्रेन्ड पीडितहरू होइन, गर्लफ्रेन्ड भएर पनि एउटाको झन् रातभरि नसुतेर अनुहार यहाँ बनाएर आएको छ। हेर्नु नै दाजुहरूले मेरो बर्थडेमा गिफ्ट ल्याइदिँदै हुनुहुन्छ। यत्रो धेरै दुःख त पर्थेन। हेर्नु सक्नुहुनेछ भ्लग बनाउँदैछ अब हुनेछ। मैले यत्रो दुःख त गर्नु पर्दैन भन्दै थिएँ, तर पनि दुःख गरिदिनु भएछ। हुनेछ मैले यत्रो दुःख त गर्नु पर्दैन भन्दै थिएँ, तर पनि दुःख गरिदिनु भएछ। धन्यवाद। खोइ बम खोइ अनि Happy birthday to you. Happy birthday to you. Happy फोटो खिचिदिनु विकास त्यो मोबाइलबाट त भइदियो भिडियो यत्रो चाहिँ के गर्नु खानु गम्ती गम ल ल ल आउनु आउँदैन म त मेरो पानी एकैछिनमा 7 त पर्छ अब भरे सुमन दाइको पालो होला है केक ल्याउने। बर्थडेको केक मात्रै खाना होइन, बिहे पनि खाना पाऊँ त्यही हो। अनि त्यो बिहे नि अब वैशाखमा अलिक चाँडै त्यही शुभकामना मेरो चाहिँ अब बिरामी भएको पनि अलिक ठिक होला जस्तो अलिक यसलाई गर्नु पर्थ्यो चाँडै हुन्थ्यो। त्यहाँबाट त नगरिदिनु भिडियो, म त त्यो भिडियो फोटो मात्र के हुँदैन कि गर्लफ्रेन्ड ल्याएर ओ नगरिदिनु त्यो नगर्नु कसम चाहिँ छ्या त्यसले त कस्तो गम्मै खायो गम्मै त खाने नि ए त्यो त हेलो दर्शकबिनहरू यता हेर्नु सक्नुहुन्छ। उहाँहरूले भाडा पनि पुछेको नि यार मेरो बर्थडे दाजु लाउँछ मैले लायो काम गर्नुपर्छ अन्त लगाइदिएर मुख धुन पठाइन केही हुन्न। तर कपालमा चाहिँ नलाइदिनु है, दल्दिन्छ त बर्थडे भएको काम छैन नि मुलाको गर्छ नि बर्थडेमा नदिवस गर्छ नि। ओइ नदल्ले विकास नदल्ले थोरै थोरै दल्दिनु न थोरै के के ड्रेस अपहरू यहाँ हुनुहुन्छ मेरो दाजुहरूलाई धेरै धेरै धन्यवाद छ होइन, यति धेरै माया गरिदिनु भएकोमा। हेर्न सक्नुहुनेछ आज चाहिँ मेरो बर्थडेमा यत्रो धेरै मलाई यस्तो पनि बनाइदिनु भएको छ मेरो जनताहरूले हेर्न सक्नुहुनेछ।
हेलो आजको भिडियो चाहिँ जे जस्तो छ सबैजनाले मेरो साथ सपोर्ट र माया गरिदिनु होला। खासै राम्रो त छैन त्यही पनि बनाएको छु। सबैजनाले लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला। बाई बाई।